हेलो, म चाहिँ आज हजुरहरूलाई हाम्रो दिपर्थ सफ्टवेयरमा सेल्स अर्डर कसरी राख्ने भनेर देखाउन गइरहेको छु। सुरुमा त हजुरले ट्रान्जेक्सनमा क्लिक गर्न पर्ने हुन्छ। ट्रान्जेक्सन क्लिक गरे पछाडि हजुरले सेल्स, पर्चेज, इस्यु र रिसिभ भनेर अप्सन देख्नुहुन्छ। त्योमध्ये हजुरले सेल्समा क्लिक गर्न पर्ने हुन्छ। सेल्समा क्लिक गरिसके पछाडि पनि हजुरको त्यहाँ सेल्स अर्डर, सेल्स र सेल्स रिटर्न भन्ने तीनटा अप्सन आउँछ। तीनटा अप्सनमध्ये हजुरले सेल्स अर्डर क्लिक गर्न पर्ने हुन्छ। सेल्स अर्डर क्लिक गरे पछाडि हजुरले माथिपट्टि क्रिएट सेल्स अर्डर भनेर एउटा अप्सन देख्नुहुन्छ, त्यसमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसके पछाडि हजुरले रिफरेन्स नम्बर, अब पार्टीको नाम अलरेडी त्यही नै पार्टीको नाम छ भने चाहिँ हजुरले त्यही सेलेक्ट गर्दा भयो, नत्र तलपट्टि हजुरले एड भन्ने अप्सन देखिरहनु भएको छ, एड गर्न सक्नुहुन्छ। अब लेजरको नाम अब हजुरले केही एउटा नाम राखिदिनुहोस्। नाम राखे पछाडि उहाँको एउटा एड्रेस अनि फोन नम्बर अनि ग्रुपमा चाहिँ हजुरले जहिले पनि पार्टीको चाहिँ सन्डे डेप्टर्स भनेर राख्न पर्ने हुन्छ। सन्डे डेप्टर्स सेलेक्ट गरे पछाडि चाहिँ हजुरले त्यो क्रिएट गरिदिनुहोस्। क्रिएट गरिसके पछाडि चाहिँ हजुरको अब पार्टीको नाम राख्न पर्ने हुन्छ। अघि हामीले राखेको नाम सुरज भनेर सेलेक्ट गर्नुहोस्। अब तलपट्टि हजुरले सेलेक्ट आइटम देख्नुहुन्छ, त्यसमा अब कुन चाहिँ आइटम उहाँले अर्डर गर्दै हुनुहुन्छ त्यो आइटम राख्न पर्ने हुन्छ। नत्र त्यहाँ नभएको अप्सनमा छैन भने हजुरले एड पनि गर्न सक्नुहुन्छ। मानौँ अब हामीले चाहिँ अहिले चेन फर मेन सेलेक्ट गऱ्यौँ। अब हजुरले त्यो सेलेक्ट गर्ने बित्तिकै हजुरको यसरी एउटा अप्सनहरू आउँछ। त्यसमा हजुरको गोल्डको रेट चाहिँ आज जे हो त्यही नै आउने भयो। अब उहाँले कति लालको अर्डर दिनुभयो, तल मानौँ 15 लालको अर्डर दिनुभयो। प्युरिटीमा चाहिँ हजुरको कति क्यारेट हो, 24, 22, 18 त्यो राख्न पर्ने हुन्छ। अब मेकिङ चार्ज अब तपाईँले अमाउन्टमा लिनुहुन्छ कि पर्सेन्टेजमा त्यो पनि राख्न पर्ने हुन्छ। हामी चाहिँ अमाउन्टमै राखिदिउँ। वेस्टेज चाहिँ अब कारिगरले कति पर्सेन्ट लिनुहुन्छ हजुरले त्यो पनि त्यसमा एड गर्न सक्नुहुन्छ। हामी चाहिँ 5% भनेर राखिदिउँ अहिलेलाई। त्यसको तलपट्टि चाहिँ हजुरले एक्स्ट्रा अमाउन्ट देख्नुहुन्छ। केही गरी अब चेनमा उहाँले म स्टोन राख्छु या लकेट राख्छु भन्नुभयो भने चाहिँ हजुरले अब कति अमाउन्ट भयो त्यो एक्स्ट्रा अमाउन्ट राख्न सक्नुहुने भयो। अब साइडमा हजुरले अरू पनि अप्सन देख्न सक्नुहुन्छ। हजुरको सबै क्यालकुलेसन भएर त्यहाँ नेट अमाउन्ट आएर बसिसकेको छ। अब हजुरले फिक्स्ड अमाउन्टमा बेच्नुहुन्छ कि हजुरले क्यालकुलेट गरेर बेच्नुहुन्छ त्यो पनि हजुरले त्यहाँ एड गर्न मिल्ने भयो। सेभ गरिसके पछाडि चाहिँ हजुरको टोटल अमाउन्ट आउँछ, रिसिभ पनि आउँछ। हजुरले डाइरेक्ट यहीँबाट पनि रिसिभ इन्ट्री गर्न सक्नुहुन्छ। मानौँ उहाँले एडभान्स दिनुभयो, हजुरले अब क्यास दिनुभयो, ब्याङ्कमा दिनुभयो, सबै हजुरले त्यहाँनिर डिटेल्स राख्न सक्नुहुन्छ, कति अमाउन्ट दिनुभयो भनेर। एडभान्सको इन्ट्री गरिसके पछाडि चाहिँ हजुरको टोटल अमाउन्टमा उहाँले कति एडभान्स दिनुभएको छ भनेर त्योमा लेस भएर रिमेनिङ अमाउन्ट भनेर छुट्टै अमाउन्ट आएर बसिसकेको हुन्छ। त्यसलाई क्रिएट गरिदिनुहोस्। हजुरको अर्डर चाहिँ त्यस पछाडि चाहिँ क्रिएट भएर बस्छ। अर्डर इन्ट्री भइसके पछाडि चाहिँ हजुरले रिपोर्ट्समा गएर सेल्स अर्डर भनेर त्यहाँ छ, त्यसमा क्लिक गरेर हजुरले कस्टमरको डिटेल्स त्यहाँ हेर्न सक्नुहुन्छ। हजुरले साइडमा गएर असाइन क्लिक गर्न पर्ने हुन्छ। असाइन क्लिक गरिसके पछाडि चाहिँ हजुरले अब कुन चाहिँ कारिगरलाई बनाउन दिनुभएको भनेर त्यसमा इन्ट्री गरिदिनुहोस् अनि कुन डेटमा दिनुभएको पनि हजुरले त्यसमा इन्ट्री गरिदिनुहोस्। यो गर्नुभयो भने चाहिँ हजुरले कसलाई दिनुभएको, कहिले दिनुभएको भनेर थाहा हुन्छ।